ब्लगले आइसकेको छ देख्न सक्नुहुन्छ पछाडि हैन गेट एकदमै के यहाँको बनावटहरु टाइपको नेपालको सेम के यो हैन एकदमै क्युट छ। अब बाहिरको पनि मैले हल्का क्लिप्सहरु लिएको छु र भित्रको पनि दिन्छु। सो लेट्स सी गाइज हेर्नु न यति धेरै ब्युटिफुल हैन यहाँनिर चाहिँ यति धेरै नेचुरल लाइक भाइब पाउन सक्नुहुन्छ तपाईँहरूलाई। लाइक मैले भने नि नेचर लभरहरूको लागि चाहिँ एकदमै होइन अमेजिङ प्लेस गाइज है। लाइक यहाँनिर चाहिँ एकदमै हरियाली है अनि प्लस तपाईँको चरादेखि लिएर होइन हाँसहरू अनि मृग उतै बिरालो पनि रहेछ सबै पाउँदो रहेछ। जोडी हुनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ अमेजिङ प्लेस गाइज है। मेरो भ्लग होइन मार्फत तपाईँहरूले हेरेर साथ दिनु होला साथीहरू है। यो चाहिँ लभ लेक है हामी चाहिँ फर्स्ट टाइम गएको मैले त हामी त अब कति हिँड्ने रुममै रेस्ट गर्ने भनिरहेको थियो होइन। धेरै अब हिँड्दाखेरि खर्च पनि त हुन्छ नि त हिँड्न त कसलाई मन पर्दैन र घुम्न डुल्न होइन। तर पनि अनुदिनले ठिक छ त्यही त हो नजिकै हो राम्रो छ हिँड मुड फ्रेस हुने ठाउँ छ भन्नुभयो। अनि गोमादी सपना बहिनी म अनुदी 4 जना भएर गयौँ। हामी चाहिँ यो पालिको छुट्टीमा हाम्रो ग्रुप चाहिँ धेरै घुम्यो साथीहरू होइन 2-4 ठाउँ गयो मजाले घुम्यो रमाइलो पनि भयो दिदीहरूसँग। दिदीहरूलाई म धेरै मिस गर्छु होइन। यो क्षणहरू म बिर्सिन सक्दिनँ किनभने पछि गएर हामी कहाँ कहाँ हुन्छ तर मेमोरी चाहिँ मसँग हामीसँग सधैँभरि रहन्छ साथीहरू। त्यही हो परदेशको ठाउँमा होइन। हामी चाहिँ अनि सबजना अनि ठिक्क टाइममा निस्क्यो अनि हामीलाई चाहिँ वेदरले पनि एकदमै साथ दिएको थियो है। अहिले चाहिँ हल्का घाम चर्को लाग्न थालेको छ तर त्यो दिन चाहिँ घाम लागेको थिएन साथीहरू यो दिन चाहिँ। अनि हामी चाहिँ सरर गफ गर्दै लाग्यौँ गीत गाउँदै गफ गर्दै होइन। अगाडिको हेर्नु न यस्तो राम्रो देखिरहेको छ यहाँबाट भ्यू है। साइडमा हरियाली रुखसुख है अनि फुलहरू अनि बिचमा स्ट्रेट रोड होइन मनै आनन्द हुने साथीहरू। अब यस्तो मौका त फेरि बार आउँदैन पक्कै पनि साथीहरू मलाई जहाँसम्म लाग्छ है। तर एकदमै ब्युटिफुल छ साथीहरू मनलाई एकदम शान्त हुने होइन मौसम त्यहाँको शान्त। तपाईँहरू बार्बिक्यू गर्नलाई बस्नलाई त्यो के भन्छ टेन्ट लगाएर के भन्छ मलाई त्यो थाहा भएन त्यो मिलाएर बुझ्नु होला। त्यो लगाएर बस्नको लागि चाहिँ एकदमै सही छ। फ्यामिली साथीहरूसँग ग्रुप बनाएर जानुभयो हजुरहरू बस्ने गरी जानुभयो भने बेस्ट हुनेछ यो ठाउँ चाहिँ हजुरहरूको लागि एकदमै पर्फेक्ट छ साथीहरू। हजुरहरू मिस नगर्नु होला है। लभ लेक ब्युटिफुल प्लेस दुबईको है। So beautiful guys like this is amazing place if हैन हजुरहरु पनि आउनु भयो भने चाहिँ बवाल छ यो ठाउँ। सो देख्न सक्नुहुन्छ नेचुरल भाइब्स आउने रहेछ लाइक सेम नेपालको जस्तो हैन। सी वाउ हेर्नु न यहाँनिर हाँसहरू कति धेरै छ साथीहरू वरिपरि हाँस्दै निलो पोखरी यहाँनिर तपाईँहरूले हाँस चरा होइन अनि यो झिल के भन्छ पोखरी यति धेरै पाउनुहुन्छ नि यति धेरै छ कसम जोडी आउनेहरूको लागि पर्फेक्ट छ है गाइज है। म चाहिँ एकदमै खुसी छु साथीहरू एकदमै खुसी लाग्यो दिदीहरूसँग यति राम्रो ठाउँ घुम्न पाएँ ग्रुपमा हैन। एकअर्काले टाइम दिन पायौँ गफ गर्न पायौँ साथमा घुम्यौँ फोटो खिच्यौँ भिडियो बनायौँ हैन। जति नै मान्छेको तनाव टेन्सन भए पनि अलिकति माइन्डलाई फ्रेस गराएर यस्तो सुन्दर ठाउँमा गयौँ। हेर्नु न हाँस चराहरू परेवाहरू मृग यताउता सब छ के साथीहरू यहाँ चाहिँ देखिन्छ हैन। अनि यति धेरै अब सुन्दर ठाउँ हैन हरियाली प्लस तपाईको पानी पोखरी कति धेरै छ हैन। अनि मन चाहिँ आनन्दै आउने हुने के साथीहरू। अनि यहाँ माथि घाम पनि लागिरहेछ हेर्नु न माथि घाम चाहिँ हल्का रिसाएर बस्दिराख्नु भएको छ आज चाहिँ। अनि तर यहाँको वेदर यहाँको लाइक सबै थोक के मलाई त यति धेरै आनन्द आइरहेको थियो यति धेरै रमाइरहेको थिएँ। म नेचरसँग एकदमै रमाउने मान्छे हो साथीहरू पहिलेबाट मलाई यो हल्ला भन्दा नि मलाई चाहिँ नेचर एकदमै मन लाग्छ राम्रो लाग्छ। म रमाउने मान्छे हो हैन। म चाहिँ एकदमै पहिलेबाट है त्यो भएको कारणले गर्दाखेरि मलाई चाहिँ बेस्ट लाग्यो साथीहरू। हजुरहरू पनि कामले गर्दाखेरि बोरिङ हुनु भएको छ हैन हेडेक अब हुन्छ नि मान्छेलाई तनाव प्रेसर छ भने चाहिँ यहाँ जानुभयो भने हजुरहरूको मुड फ्रेस गराउन सक्नुहुन्छ एकदमै हजुरहरूलाई आनन्द फिलाउने छ साच्चै भनेको साथीहरू। हजुरहरू पनि जानु होला है। मान्छेहरू कति धेरै फ्यामिली हैन अब
ग्रुप सिङ्गल अब जोडी कति थिए कतिको जानेहरू होइन अनि हामी पनि गयौँ है यहाँनिर चाहिँ मैले बाटोहरू पनि देख्नु सक्नुहुन्छ लिइरहेको छु भिडियो होइन सबैजनाले त्यो बस्नको लागि टक्क उनीहरूको त्यो बनाएर राख्यो अनि यति धेरै है अब गाडीहरू लगेर मान्छेले पार्किङ गरेर बाटोभरि के उनीहरू त त्यो टेन्ट के भन्छ टेन्ट टाङ्गेर है के भन्छ त्यो भन्ने आएन अनि बसेको होइन पुरा खानाहरू बनाएर खाएर इन्जोय गरिरहेको के साथीहरू त्यहाँ त कस्तो रमाइलो हामी त यत्तिकै घुम्नको लागि मात्रै गएको थियौँ हामीले त त्यस्तो सामानहरू केही लगेको थिएन के प्लानिङ गरेर नि गएको होइन नि त हामी त यतिकै घुम्नको लागि हेर्नको लागि मात्रै गएको थियौँ पहिलोचोटि अब खासै थाहा पनि थिएन नि त साथीहरू यति धेरै होइन सेम यहाँ चाहिँ के भन्छ नेपालमा नीलकाँडा भन्ने एउटा हुन्छ नि प्लान्ट त्यसलाई काटेर मिलाएको जस्तै थियो क्या अनि हामी चाहिँ गीत गाउँदै थियौँ चियाबारी जस्तै आयो भन्दै चियाबारी भन्दै तर मिलेको थिएन सो मैले यसमा चाहिँ भोइस ओभर गरेँ साथीहरू है अनि त्यही हो सर तपाईँहरू आएपछि यहाँ चाहिँ भित्र इन्ट्री गर्न सक्नुहुन्छ है लभ लाइक अनि त्यस पछाडि यहाँनिर रहेको छ वरिपरि पार्किङ साथीहरू अनि तपाईँहरूले यहाँनिर साइडमा वासरुम पनि पाउनु सक्नुहुन्छ वासरुम आएर यहाँनिर जानु छ भने यो रहेको छ वासरुम सो ब्युटिफुल अनि यो रहेको छ पार्किङ एरिया मस्त गाइज है सिरियसली म होइन एक्सप्लेन पनि गर्न सही छैन क्या यस्तो धेरै होइन ब्युटिफुल प्लेस छ दामी तपाईँहरूले पनि मिस गर्नुभयो भने गाइस पक्कै पनि रिग्रेट फिल हुनेछ सो हजुरहरू पनि होइन मेरो भिडियो हेरेर हजुरहरू पनि आउनु होला यहाँनिरको देख्नु साथीहरू मैले कल्पना पनि गरेको सिरियसली भन्नु गाइस मैले त होइन यहाँ आएर यस्तो फिल भइरहेछ सिरियसली गाइस होइन यता यहाँनिर होइन पक्का फोटो खिच्नुको लागि तपाईँहरूको लागि है रहेको छ यहाँनिर चाहिँ है के भन्छ यसलाई लभ टाइपको भन्छ मलाई स्पेसल यहाँको यही हो अनि यहाँ साइडमा रहेको छ रुखहरू गाइस है अनि प्लस तपाईँको यहाँनिर चाहिँ फ्यामिलीदेखि लिएर जोडी सब मान्छेहरू छ होइन अनि यति धेरै के भन्छ अब होइन आफूलाई स्वतन्त्र फिल गरिरहेको छु यहाँ आएर चाहिँ मैले सोचेको पनि थिएन कि यहाँनिर यस्तो प्लेस छ भनेर होइन गब्बाल सिरियसली गाइस गब्बाल छ है यहाँनिर देख्नु सक्नुहुन्छ मेरो पछाडि कस्तो लाग्यो मेरो सिस्टर मेरो साथीहरू है बहिनी आफैसँग दिदी आफैसँग अनि क्यामेराम्यान मेरो बिग लभली सिस्टर थ्याङ्क यू सो मच भिडियो क्यामेरा पक्रिदिनु भएको लागि धेरै म चाहिँ एकदमै खुसी छु हावा चढिरहेको छ अनि आजको चाहिँ मौसमले यति धेरै साथ दिएको म चाहिँ यहाँ चाहिँ गएर है साथीहरू एकदमै आफूलाई आजाद फिल गरिरहेको थिएँ क्या यति धेरै उफ्रिरहेको थिएँ है म कुदिरहेको थिएँ रमाइरहेको थिएँ सिरियसली भनेको यति धेरै होइन आनन्द आउँछ नि यो ठाउँ एकदमै बवाल छ साथीहरू है तपाईँहरू पनि जानुहोस् यस्तो प्लेस छ भनेर होइन तर चाहिँ आएर चाहिँ खुसी लाग्यो अनु सिस्टरलाई थ्याङ्क यू सो मच उहाँले नै यहाँ ठाउँ है दामी छ जमझम भन्नुभयो कि नमानिराखेको यहाँ सुत्ने भन्दै अनि लास्टमा चाहिँ आएको थियौँ तर आएर चाहिँ एकदमै ठिक गरेछु मैले गाइजहरू होइन देख्न सक्नुहुन्छ सो होइन सेम नेपालको फिल आइरहेछ मलाई सो गाइज है म चाहिँ अब यहाँबाट तरेर त्यहाँ पानीपट्टि जाँदैछु सिस्टरहरू त्यहाँ भिडियो बनाउँदैछ म चाहिँ सो नेपालमा
हुँदा होला सायद साथीहरू होइन यसरी हिँडेको चाहिँ यसरी इन्जोय गरेको थिएँ यसरी होइन म चाहिँ एकदमै बच्चाको होइन बचपनको घरमा नेपालमा हुँदाखेरि अनि आज लङ टाइम पछि फेरि पनि मैले होइन मौसमसँग नेचरसँग एकदमै रमाउने मौका पाएको छु। सो यो मौकालाई चाहिँ म गुमाउन चाहन्न है। अनि त्यो ह्याप्पी नाम चाहिँ लकी। सो यस्तो ठाउँमा आउन पाएँ है। दिस इज अमेजिङ प्लेस गाइज है सिरियसली। यहाँनिर हेर्नु न पानी र माछाहरू पनि धेरै अनि यहाँनिर जनावरहरू अनि थोरै चिसो ठाउँ चाहिँ लेउ लागेर थियो। अनि यहाँनिर चाहिँ जनावरहरू चराहरू एकदमै राम्रो रमाइलो। वाउ कत्रो खिच्के वाउ। म चाहिँ आधीबाट वारी आइसकेको छु होइन। अब दिदीहरू आउन बाँकी छ अनि त्यहाँनिर नि दामी रहेछ। यहाँ चाहिँ है हेर्नु न छेउछेउमै माछाहरू यति धेरै छ साथीहरू। गाई चाहिँ माछा छेउछेउमै आएको अनि मैले चाहिँ त्यहाँनिर पानीमा खुट्टा राख्दाखेरि पनि नभागेको कि छेउमै आउने क्या त्यो खुट्टामै त्यो फिल भइरहेको थियो क्या। मलाई त्यो टच पनि गरिरहेको थियो त। अनि कति धेरै थियो कति कलरको क्या माछाहरू पनि यति धेरै छ त्यहाँनिर। टाको हालत हेर्नु चाहिँ म सुज हातमा बोकेर चाहिँ हिँडिरहेको छु यस्तोमा होइन। यहाँ हेर्नु न यसरी हिँडिरहेको छु है। साइडको चाहिँ यस्तो रहेको छ भाइब्स होइन। साइडहरू हातमा खुट्टा खालि खुट्टा हिँडिरहेको छ चाहिँ फिल आइरहेछ। हेर्नु हेर्नु गाइज हेर्नु फायर के भन्छ वाटर फायर अमेजिङ। Big red fish, red है ना orange pink ये गाइस है पानीमा मस्त हिँडेर चाहिँ केटीहरू नि अगाडि हिँड्दैछ है। म यहाँ यसरी हिँड्दैछु होइन। घाम निस्केको अवस्था बाहिरी सपना मेरो खुट्टा हेर्नु न यहाँ दुख्यो गाइस। अब म चाहिँ यहाँ जुत्ता लाउँछु है। यहाँ पानी पानी माछा हेर्नु न मेरो खुट्टा लगाइदिएको माछा कस्तो छेउछेउ आएको के। म सुज लाउनु लगाएको माछा आइदिरहेको। यहाँ हेर्नु न मेरो खुट्टा यहाँनिर लगाएको त्यही त। हेर्नु न मेरो खुट्टा यहाँ राखेको माछा चारो दिएको जस्तो लागेको छ क्या मेरो खुट्टाको छेउछेउ। हेर्नु न खुट्टाकै सब मलाई मेरो खुट्टामा पनि टच गरिरहेको थियो भर्खर पुच्छरले उसको पुच्छरले हो। वाउ त्यहाँ पर हेर्नु न अनि जाँदा भइहाल्छ नि त्यहाँनिर फेरि तरेर। त्यहाँ चाहिँ के छ म यहीँबाट हेर्दैछु। म चाहिँ यहाँनिर है आनन्दले चौरमा पल्टिरहेको अवस्था साथीहरू आनन्द लिइरहेको छु मैले चाहिँ यहाँको मौसमको यहाँको नेचरको।
यहाँनिर चाहिँ कस्तो राम्रो क्या एउटा ठुलो रुख रहेछ अनि रुख मुनि चाहिँ मान्छेहरू बसेर खाँदै रहेछ पार्टी मनाइरहेको रहेछ साथीहरू अनि वरिपरि चाहिँ यस्तो राम्रो थियो होइन अनि यो चाहिँ मलाई कस्तो धेरै क्युट लाग्यो क्या यो हार्ट दुईवटा होइन हेर्नु न कस्तो राम्रो क्या अनि यो के फलिरहेको थियो त्यो रुखमा त्यो रुख के हो मैले चिनिनँ त्यस पछाडि मैले थोरै सट्ट अनि यो एकदमै धेरै होइन सुन्दर छ क्या पोखरी यस्तो राम्रो हरियाली होइन वरपर होइन यस्तो क्युट थियो है धेरै नै राम्रो छ यहाँ चाहिँ है हेर्नु न यता वरपर यहाँनिर चाहिँ हाँसहरू रहेछ है चिसो भइरहेको थियो नि त अनि जाडो भएर उनीहरू बसेको कि या त के भएर थाहा भएन भाग्नु पनि भएको थिएन म छेउमा गएर फोटो खिचेँ भिडियो बनाएँ तिनीहरूसँगै तिनीहरूलाई टच गर्दा पनि तिनीहरू भएको थिएन क्या नि यता वरपरको हो हेर्नु न भ्यू चाहिँ यस्तो दामी खतरा रहेको छ साथीहरू है म चाहिँ नक्कल पार्दै तिनीहरूसँग जिस्किँदै बसिरहेको थिएँ तर तिनीहरू चाहिँ नभागे मस्त उनीहरूकै सुरमा बसिरहेको थियो तिनीहरू चाहिँ है अनि मैले पनि फोटो लिएँ भिडियो लिएँ म उनीहरूसँगै मस्त रमाइरहेको थिएँ म पनि यिनीहरूसँग मलाई एकदमै मनपर्छ साथीहरू मलाई बर्ड होइन अनि अब हुन्छ नि सबै यस्तो कुकुर बिरालो चरा यताउता सब मनपर्छ कि मलाई हेर्नु न कति धेरै माया लाग्दो पाराले बसिरहेको थियो बिचरा जाडो भएर होला हावा लास्टै चलिरहेको थियो नि त अनि यिनीहरू पनि देख्न सक्नुहुन्छ होला यहाँ चाहिँ मेरो होइन खुसीमै छैन म उफ्री कुदी नाची रमाइरहेको थिएँ है आफ्नै दुनियाँमा म चाहिँ हराइरहेको थिएँ दिदीहरू पनि जिस्काउँदै हुनुहुन्थ्यो मलाई यो आज धेरै खुसी छ इन्जोय गरिरहेछ भन्दै हुन्थ्यो मैले त हो एकदमै म चाहिँ रमाइरहेको थिएँ अनि बहिनी यहाँ हेर्नु न यत्तिकैमा यति धेरै आकाशमा चराहरू आइरहेको थियो उडिरहेको थियो आमाम म त कति धेरै छक्क परेँ यति धेरै कहाँबाट आएको होला कि यति धेरै साथीहरू अनि यो साथीहरू होइन हजुरहरू कपल लाइक फ्यामिली साथीभाइ सबै मिलेर त्यही हो होइन साथीहरू हामीले फुल अब भिडियो फोटो खिच्नु रमाइलो गऱ्यो भिडियो गर्नु मस्त आजको भिडियो चाहिँ म चाहिँ अब यहीँ एन्डिङ गर्न लागिरहेको छु साथीहरू त्यही हो होइन तपाईँहरू पनि आएर इन्जोय गर्नु होला होइन यहाँ भएको त्यही हो के भन्न चाहन्छु मन पऱ्यो मेरो च्यानललाई लाइक कमेन्ट प्लस सब्सक्राइब पनि गरिदिनु होला सो थ्याङ्क यू फर वाचिङ नेक्स्ट भिडियोमा फेरि भब्बा लिएर आउनेछु सो लभ यु अल बाई बाई